जारी फिल्म हेर्न आएको हामी यहाँ जारी होइन क्या जार जारले जार जार भने के हो जार भने के हो जार भन्ने दुईटा छ एउटा पानीको जार होइन अनि अर्को चाहिँ आफ्नो स्वास्नीलाई लिएर अर्कोले लान्छ नि हो त्यसलाई चाहिँ जार भन्छ जार हेर्न त्यो आउँछ पानी हाल्छ नि के हुन्छ त्यसलाई पानी हाल्छ नि त्यो के हुन्छ त्यसलाई जार क्या आमा छोरा चिटिक्क परेर दुईटा गरेर सर्ट सर्ट आइरन गरेर हेर त कच्चा कुचुक्क छ मेरो सर्ट म आफै आइरन गर्छु धेरै आइरन गर्ने म पर्दैन चिटिक्क पर्यो अफिस आउँदा त राम्रो देख के गर्न आएको के हो फिल्म रे के रे होइन जारी जारी फिल्म हेर्न आएको हामी यहाँ जारी होइन क्या जार जारले जार जार भने के हो जार भने के हो जार भन्ने दुईटा छ एउटा पानीको जार होइन अनि अर्को चाहिँ आफ्नो स्वास्नीलाई लिएर अर्कोले लान्छ नि हो त्यसलाई चाहिँ जार भन्छ जार हेर्न त्यो आउँछ पानी हाल्छ नि के हुन्छ त्यसलाई पानी हाल्छ नि त्यो के हुन्छ त्यसलाई जार क्या आमा छोरा चिटिक्क परेर दुईटा ल भेरी गुड इट्स कूल त्यही भएर झगडा पर्ने होला के रे त्यही भएर झगडा पर्ने होला कि पानी पनि हाल्नु मिल्दैन आमै लाग्दैन आमै नलाग्ने त्यही भएर हामी त नहेरी आउँछ अड्किन्छ भनेर तिमी अड्क्यो भने एकचोटि हो नि त्यो लामो लुगा लाएको बेलामा साडी जस्तो क्या लत्रिने हाम्रोमा अब देश विदेश हुन्छ चाहिँ थाहा छ मलाई देश हुन्छ चाहिँ देश म त देश पनि घुमेको छैन नेपाल देशको छैन पुरै घुमेको छैन घुम्न त घुमेको छ त तिमी गफ हान्ने मलाई घुमाएर घुमेको छैन तिमी देश हो लिफ्टबाट जाउँ न बरु सिधा हुन्छ लिफ्टबाट अब आयो त यो भन्दा माथि त तिमी त देखेनौ यो ड्रेस लगाएपछि त्यतिकै नारी शक्ति बढेर पानी काउन्टर राजा समाजको प्रश्न गरेर के छ तपाईँ अझै ठ्याक्कै भन्न आँटेको जस्तै कि मैले यस्तो मेकअप गरिदिन आँटे बेला नजिकहरू के छ त भनेर
के को लागि ट्युसनको लागि हो खै के को लागि भन न अघि जस्तो क्या दामी गरेको थियो म त बाबुलाई दिदिनँ है त्यो क्लिप कस्तो हो यो चाहिँ त्यही गरे ए भनिरहेको छ रेकर्ड तर कस्तो राम्रो देखाएर त राजासँग तिमीलाई हेरिरहेको छ तिमीलाई राजासँग हेरिरहेको छ हेरनु भएको छ मानाएको आएछ भने मलाई धन्यवाद यस्तरी घुरिरहनु भएको छ के को हेर्नुहुन्छ लिनु भन्छ न लिन्छु भन्छ आज यतैबाट कस्तो थियो मुभी राम्रो उपन्यासै जस्तो आइ गर्दै होइन फेरि यो त रोगै हो कि तर फिल्म राम्रो लाग्यो अब यहाँ बोल्यो धेरै कुरा जस्तो हुन्छ एकछिन तिमीलाई मात्रै भन्छौँ है यो कल्चरल फिल्म त होइन मलाई यस्तो खालको चाहिँ मन पर्छ कि तर हेरेको भयो नि मामला पक्कन भयो क्या ननिदाउनु ननिदाउनुमा चाहिँ मामु ननिदाउनुमा कता कता पप्कन पनि फिल्म पनि हो फिल्म पनि राम्रो नाइस जाड हेरेर राखियो हो हजुर कस्तो लाग्यो राम्रै लाग्यो कथा पढ्नु भएको थियो पहिला कथा पढाएको थिएन जस फिल्म राम्रै रहेछ अर्काको बुढी चाहिँ लानु नहुने रहेछ डर मर्दो हुने रहेछ हजुर हजुरलाई कस्तो लाग्यो तर मलाई त साँच्चीकै राम्रै लाग्यो क्यामेरा अगाडि गरेर बोल्छु म क्यामेरा अगाडि त्यही जे देखाएको छ त्यही अनि त्यो बाघ कस्तो लाग्यो भने बाघ पनि राम्रै लाग्यो भने ए हामीले बाघको बारेमा बोल्नु बिर्सेँ बाघ पनि राम्रै लाग्यो भने अनि त्यहाँबाट त्यतिखेर त्यो जुन त्यो रीति छ नि त्यो चाहिँ कस्तो लाग्यो भने त्यो एकदम राइट हो किनभने अहिले त कसैले कसैलाई अन्याय गरेको छ भने जसले अन्याय गरेको छ त्यसैले नै न्याय पाइरहेको हुन्छ कि होइन तर त्यो टाइममा त त्यो होइन अनि त्यो टाइममा त त्यो होइन नि त रेड ह्यान्ड जतिखेर जे देखाएको छ त्यही ठ्याक्कै ट्याक्कै हो कि होइन भन त मजा आयो अहिले त अब कालोलाई सेतो सेतोलाई कालो बनाउँछन् त्यो बेलामा त कालोलाई कालो सेतोलाई सेतो त्यसले गर्दाखेरि यो फिल्म मन पऱ्यो मलाई मन पऱ्यो मन पऱ्यो सो हाउ डिड यु फिल कस्तो लाग्यो तिमीलाई चाहिँ राम्रो छ साँच्ची नै मन पर्यो अघिदेखि राम्रो छ साँच्ची नै मन पऱ्यो तपाईँहरूको पनि यदि फुर्सद छ भनेदेखि चाहिँ अब कहाँ कहाँ चल्छ कहिले चल्छ त्यो मलाई थाहा छैन होइन त्यो जान भन्ने फिल्म चाहिँ एकचोटि हेर्नु होला त्यो अरू जस्तो बनावटी यताउति छैन एकदम राम्रो छ बाघ एउटा चाहिँ बनावटी हो कि अरू सबै रियल छ फेरि यस्तो हो धेरै टाइम छैन अब यो मुभी धेरै हलमा चल्दैन किनकि यस्तो मुभीले दर्शक पाउन धेरै गाह्रो छ होइन हल्ला यताउतिवालाले मात्रै गर्छ नि त त्यो त राम्रो रियालिटी फिल्म हो त्यही त खोज्नु हो चाहिँ चाँडो भन्दा चाँडो सकेसम्म चाँडो हेर्नु होला You carry this, म स्कुटी लिएर आउँछु